Hello and namaste, welcome back to my new vlog. It's me Ronir Sagun. आज चाहिँ म बिहानै आमालाई पुर्याउन मेप्राङ आएको। अहिले चाहिँ म मेप्राङतिर छु। बिहान हेर्नुस् हाम्रो जिते यहाँ आएको छ अनि हामीले चाहिँ बिहान यति धेरै काँक्रो टिप्यो बेच्नलाई लाने हो। यो काँक्रो चाहिँ हाम्रो बारीमा फलेको गाइज हेर्न सक्नुहुनेछ। हाम्रो काँक्रो कोही राम्रो कोही नराम्रो छ। अब चाहिँ हामी चिया पकाउन गइरहेको छु। मैले चाहिँ यहाँ चिया पकाउँदै छु, यहाँ हेर्न सक्नुहुनेछ। यस्तो मजा आइरहेछ बिहान हेर्न। त्यो अब किल्टीमा चिया पकाएर चाहिँ चिया खाएर फेरि पोखरातिर लाग्नुपर्छ। सो हेर्नु होला, आगो पनि बोलेन, त्यसैले चाहिँ हामी मुर्चेल हाल्दैछु। अब यहाँबाट मुर्चेल हालेपछि बोल्यो रेड छैन त। हामी चाहिँ चिया खाने हो। जोस चिया खाएर जाने भनेको के हुन्छ हेरौँ। चिनी हालेको, यो चिनी चियापत्ती हालेर टक्क खाएर बिहानको मिठो भाइब्स फिल भइरहेको छ। चियापत्ती हालेर चिया खानुपर्छ। त्यो हाम्रो धारा यस्तो छ। यहाँ बस्नु चाहिँ चिल छ है गाइस। यहाँ कहिले कहिले आउँछु, बेला बेलामा म यहाँ आउँछु। चिल टाइपको छ यहाँ चाहिँ, एकदमै रमाइलो फिल हुन्छ। यहाँ आयो भने चाहिँ गाउँको भाइब्स छुट्टै छ गाइस। यहाँ आगो मर्छ, फेरि आगो बाल्नु पर्छ, चिया पकाएर खाएर जाने हो गाइस। हेर्दै गर्नु होला। जिते हेर्न बिहान यो चाहिँ हेर्न, यहाँ आमाले माया गर्छ, त्यही भएर चाहिँ यहाँ आएको। ओ जिते हेर जिते यहाँ हाल्दे ओहो लाग्दैछ गाइस। एकदम ब्याड न्युज गाइस होइन। हिजो बेलुकाबाट फेसबुक चाहिँ लगभग बन्द गरिदिए रहेछ। अनि मैले हेरेको चाहिँ सर्भर डाउन भइरहेको थियो, अब बन्द गर्ने भनेर होला। युट्युब पनि बिस्तारै हुन्छ भनेछ। युट्युब, इन्स्टा अनि फेसबुक चाहिँ बन्द भयो भने चाहिँ औरा हुन्छ नेपालमा बस्न पनि। दुई चारजना युवा म जस्तो होइन भएको युवा पनि अब खाडी मुलुकमा जाने अवस्था देखियो। किन भन्दाखेरि चाहिँ यो नेपाल सरकार काम छैन होइन। न्यु मात्रै खोज्छ, कहिले के गर्छ कहिले गरी खाना चाहिँ केही दिँदैन के। कति मान्छेको बिजनेस यहाँबाट चल्छ, कति मान्छेको यो के अरे जस्ट युट्युबमा आधारित भएर कति धेरै मान्छे काम गरिरहेछ, फेसबुकमा आधारित भएर होइन। यो पनि अब नभयो भने नेपालमा बस्ने बुढा पाखा र बच्चाहरू मात्रै हुने भयो के, अन्डर 16, नत्र सब विदेश जाने भयो कि। अब यस्तो अवस्था आइसक्यो गाइज होइन। नेपालमा गरी खाना दिने भएन यो चोर जे पनि होइन। सो गाइज एकदमै दुःख लागिरहेछ। यस्तो छ जिन्दगी। यहाँबाट धुवा निस्केको हेर्नु त चियाको। न किसानलाई सुख छ, न बिजनेसम्यानलाई सुख छ, न युट्युबरलाई सुख छ। यहाँ त भ्रष्टाचारी र चोर नेताहरू बाहेक कोही बस्ने भएन कि। सबलाई विदेश लखर्ने भयो। बिस्तारै म पनि विदेश जान्छु होला। यस्तो अवस्थाले केही गरौँ नेपालमा भन्ने पनि अब देखिएन कि। मलाई चाहिँ एकदमै त्यही भएर चाहिँ हिजोबाट चाहिँ निन्द्रा पनि लाग्न छोड्यो गाई चाहिँ होइन। एउटा युट्युब थियो, भ्लगर पनि सपना थियो, अब त्यो पनि खोसेर लाने भयो। यो भिडियो पनि हाल्न पाउँछु कि पाउँदैन थाहा छैन होइन। यस्तो छ गाइज होइन अब नेपालको स्थिति अनुसार चाहिँ। सो अब एकदम दुःख लागिरहेको छ। भएको 2-4जना मान्छे पनि सब विदेश जानु पर्यो देखियो। एकदम स्याड न्युज गाइज। केल्टीबाट चिया पाक्यो, अब यहाँ पोल छ नि त। सो अब पोल्यो गाइज, पोल्यो। आगो बाल्नुपर्छ, आगो ताप्नुपर्छ गाइज। गाह्रो छ नि जिन्दगी, जाडो छ यहाँ त हल्का हल्का। चिया रेडी भयो, अब खानुपर्छ।
म त चिया खान लाग्यो गाइज हेर्नुहोस् गाइज होइन यो ब्याकग्राउन्डलाई इग्नोर गरिदिनुहोस् हाम्रो चाहिँ आमा बाले चाहिँ यहाँ मिलाएको छैन कोठाहरू यहाँ खासै बस्दैन सो होइन म चिया खानुपर्छ चिया मिठो छ गाइज एकदमै फ्रेस भइरहेछ बिहान बिहान चिया खाँदाखेरि चाहिँ गाइज होइन म चाहिँ गाह्रो छ गाइज बिहान बिहान आएर चाहिँ सबै काम भ्याइयो अब घाम पनि वहाँबाट यसरी उदाउने रहेछ बबाल सो अब पोखरातिर लाग्नुपर्छ गाइज गाह्रो छ अनि उ त्यहाँ खोला हेर्न सक्नुहुनेछ खोला कल कल बगिरहेको छ यता हाम्रो तामाङ बस्ती अनि यता मेप्राङ देखाउन सकेन राम्रोसँग म सधैँ आइरहेको हो सो तपाईँहरूले मेरो अर्को भ्लगहरूमा चाहिँ हेर्नुभएको होला सायद भ्लग यति नै गाइज त्यही फेसबुक र युट्युबको कुराले मलाई अलिकति चिन्ता लागिरहेछ किन भन्दाखेरि चाहिँ करियर नै बर्बाद हुने भयो मेरो चाहिँ जो सब म पनि बिस्तारै विदेशै लाग्नुपर्ने जस्तो देखियो नेपालमा के गरेर दिने भएन यो चोर नेता फटाहरूले अब युट्युबमा यो भिडियो अपलोड हुन्छ कि हुँदैन थाहा भएन अब यति बन्द हुने नै हो भने जसो चल्छ होला मेरो विचारमा चाहिँ है होइन फेसबुक इन्स्टा चलाउनेलाई काट्छु मार्छु भन्यो भने त चलाउनु होला होइन भने त जसरी नै बाटो त निश्चिन्त जस्तो लाग्छ मलाई चाहिँ होइन कति नै बन्द गर्ला र होइन VPN केबाट युज हुन्छ जस्तो लाग्छ सो गाइस यति भन्दै केटाहरू अब सबै अपडेट हुनु होला भ्लग बनाउने छु टिम हुँदैछ मेरो टिम वर्क पनि राम्रै छ अहिले भ्लगको लागि चाहिँ सो यति भन्दै मेरो 2-4 सप्ताहलाई यही टुङ्गाउन चाहन्छु गाइस बाई बाई टाटा लभ यु हेभ अ गुड डे